हेलो सबैलाई नमस्ते। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म कुलेखानी रिजोर्टको बारेमा थोरै भिडियो बनाउँदैछु। यो चाहिँ इन्द्र सरोवर 1 जङ्गेपरा स्थित अवस्थित छ। यो चाहिँ एकदम राम्रो छ। यो होटल चाहिँ एकदम खाने बस्ने डबल मजा पनि लिन सक्नुहुन्छ हजुरहरूले। यो चाहिँ खाना बस्न राम्रो व्यवस्था छ। कुलेखानीको अर्ग्यानिक खानेकुराहरू पाइन्छ यहाँ चाहिँ। अनि रुमहरू पनि एकदम राम्रो राम्रो छ। डिलक्स नर्मलदेखि डिलक्ससम्मको रुम छ यहाँ। पार्किङ पनि हेर्नुहोस्, पार्किङ पनि एकदम राम्रो छ। धेरै अटाउँछ यहाँ, पार्किङ पनि गर्ने ठाउँ छ। यो बोर्डमा नम्बर छ, हेर्नुहोस्, कन्ट्याक्ट गर्न सक्नुहुन्छ हजुरहरूले। अनि यो चाहिँ भित्र गएमा पार्किङ एरिया ठुलो छ यहाँ। रिजोर्ट रुमहरू राम्रो राम्रो छ। हजुरहरू पनि कुलेखानी घुम्न आउनुभयो भने चाहिँ यहाँ आएर बस्न सक्नुहुनेछ। अनि यो चाहिँ रिसेप्सन जाने बाटो। हेर्नु, यो चाहिँ पार्किङ छ। पार्किङ धेरै ठुलो छ यहाँ। अनि यो चाहिँ किचन र डाइनिङ रुम। यो चाहिँ रिसेप्सन। राम्रो बनाएको छ, लोकल टाइपले, अर्ग्यानिक टाइपले। मलाई एक्ज्याक्टली कतिवटा रुम चाहिँ छ त्यो जानकारी भएन, तर रुम चाहिँ धेरै नै छ यहाँ जस। अनि यो चाहिँ डाइनिङ हल। अनि डाइनिङ हल नपुगेर यो माथि चाहिँ थप्दै हुनुहुन्छ उहाँहरूले। यहाँ डाइनिङ हलमा बसेर भ्यू, कुलेखानी तालको भ्यू हेर्दै मजाले खान पाउनुहुन्छ हजुरहरूले चाहिँ। डाइनिङ हल पनि राम्रो सफा छ, राम्रो छ। भ्यू हेर्दै मजाले खान सक्नुहुनेछ। कुलेखानीको लोकल माछा, त्यसपछि कुलेखानीको लोकल आइटमहरू। अनि यो चाहिँ बार भयो हजुरको। बार पनि चिटिक्क क्युट परेको छ क्या बार पनि। अनि यो चाहिँ बन्दैछ डाइनिङ हल नपुगेर। यहाँ बाहिर पनि छ डाइनिङ हल। एकदम बाहिरबाट नि कुलेखानीको भ्यू हेर्दै खान पाइन्छ। यो चाहिँ बारको यतापट्टि स्विमिङ पुल पनि छ। अनि त हजुरहरू चाहिँ यो गर्मी महिना छल्नको लागि चाहिँ यहाँ स्विमिङ पुलमा आएर आनन्दले इन्जोय गरेर बस्न सक्नुहुनेछ, इन्जोय गर्न सक्नुहुन्छ। हेर्नुहोस्, यहाँबाट भ्यू पनि एकदम राम्रो देख्छ क्या कुलेखानी तालको। एकदम राम्रो देख्छ। डाँडा काँडा पुरै गाउँहरू छ, पारिपट्टि राम्रो गाउँहरू छ। हेर्नुहोस् न, मजाले देख्छ क्या कुलेखानी भ्यू। कुलेखानी तालको भ्यू चाहिँ मजाले हेर्न पाइन्छ। हेर्नुहोस् त कति सौन्दर्य देख्छ। हजुरहरू पनि आएर यो कुलेखानी रिजोर्टमा बस्न सक्नुहुनेछ। हजुरहरूलाई राम्रो सेवा दिनुहुन्छ उहाँहरूले। हेर्नुहोस्, राम्रो छ, भ्यूहरू राम्रो देख्छ यहाँबाट। अनि यो चाहिँ बारबिक्यू गर्ने ठाउँ बेलुका। अनि यहाँबाट माथि जिप लाइन जाने ठाउँ बाटो हो यो चाहिँ। हेर्नुहोस् न कस्तो राम्रो छ क्या भ्यूहरू। यो चाहिँ जिप लाइन है, जिप लाइन गर्ने ठाउँ यो चाहिँ। यही होटलकै माथिपट्टि छ। कुलेखानी एडभेन्चर छ के अरे कम्पनीको नाम चाहिँ। यहाँबाट हेर्नु न, आनन्दले भ्यू यस्तो राम्रो देख्छ पुरा। अनि उहाँ चाहिँ जिपलाइनको म्यानेजर राजु सर। हेर्नुहोस् कस्तो राम्रो देख्छ क्या भ्यूहरू। हजुरहरूलाई यहाँ आएर बस्यो भने एकदम रमाइलो हुन्छ, मनमोहक छ यो ठाउँ। अनि यहाँबाट चाहिँ जिपलाइन गर्ने हो। यहाँबाट चाहिँ पहिलोचोटि होला कि यति लामो जिपलाइन के नेपालमा। लगभग 1 किलोमिटर नै छ क्या जिपलाइन गर्ने चाहिँ। यहाँबाट त्यो पारी पुग्ने हो। अनि त्यसपछि यहाँबाट जिपलाइनमा जाने। अब हजुरहरू मोहिनी झर्ना पनि जानु सक्नुहुन्छ त्यहाँबाट जिपलाइन गरेर। अनि फेरि लिन आउने बेला चाहिँ यहीँ कुलेखानी एडभेन्चरकै मोटर बोटले चाहिँ हजुरलाई यता पारीसम्म लिएर आउँछ। हेर्नुहोस् त स्विमिङ पुल आनन्दले। उहाँहरू चाहिँ गर्मी छल्नलाई आनन्दले स्विमिङ गराउनु भएको छ। कस्तो राम्रो छ क्या भ्यू। हजुरहरू पनि आउन सक्नुहुन्छ कुलेखानी रिसोर्टमा आएर बस्नु होला। हजुरहरूलाई सेवा गर्ने मौका दिनु होला उहाँहरूलाई। कस्तो लाग्छ मेरो मिनी भ्लग हजुरहरूलाई कमेन्ट गर्नु होला। धन्यवाद।